मौसमको कारणले गर्दा अत्याधिक जाडो बढेको कारण निकै गाह्रो छ बोल्न पनि। म धेरै बोल्दिनँ, किनभनेदेखि मैले यहाँ बोल्ने भन्दा पनि हजुरबाट म सिक्ने मात्रै हो। धेरै कुराहरू अग्रज वक्ताहरूबाट मैले सिक्ने सौभाग्य पाएँ। धेरै महत्त्वपूर्ण कुराहरू यो ठाउँको बारेमा मैले थाहा पाएँ। म हजुरलाई म धन्यवाद दिन चाहन्छु र ती कुराहरूलाई म नदोहोऱ्याइकन म के मात्रै भन्न चाहन्छु भनेदेखि आज यो जुन कार्यक्रम भएको छ यो सानोतिनो कार्यक्रम पक्कै पनि होइन। यो वैशाख पूर्णिमा उभौली चाडको पावन अवसरमा साल्पा सिलिचो पावन धाममा र यहाँको संस्कृति साहित्य र पर्यटनको विकासको महान उद्देश्यले हामी सिक्किमदेखि यहाँ भोजपुर, खोटाङ, सोलुखुम्बु, म आफै ओखलढुङ्गाबाट, मेरो भाइ दिनेश राई साथमा हुनुहुन्छ, विभिन्न जिल्लाबाट यहाँ सहभागी भएका छौँ, उपस्थित भएका छौँ। यो साल्पा सिलिचो गाउँपालिकादेखि लिएर यो साल्पा सिलिचो पर्यटन प्रवर्धन सांस्कृतिक पर्यटन प्रवर्धन गर्ने संस्थादेखि लिएर थुप्रै सङ्घ संस्थाको सहकार्यमा यो कार्यक्रम भएकोले प्रतिकूल मौसमको अवस्थाको बावजुद पनि अत्यन्त राम्रो, सभ्य र भव्य रूपले अत्यन्त प्रभावकारी एउटा इतिहास निर्माणको काम भइरहेको छ। त्यसले गर्दा यस महत्त्वपूर्ण कार्यक्रमप्रति म असाध्यै श्रद्धा व्यक्त गर्न चाहन्छु। यस महत्त्वपूर्ण कार्यक्रमका सभाध्यक्ष, यस वडाध्यक्ष प्रमोद राईज्यू, यहाँ सिलिचो साल्पा सिलिचो पर्यटन प्रवर्धन हजुर समितिको अध्यक्ष प्रमोद राईज्यू, यसै गरेर साल्पा सिलिचो गाउँपालिकाका अध्यक्ष दौलत कुलुङज्यू, उपाध्यक्ष अस्मिता कुलुङज्यू, सङ्घको सभाका श्रद्धेय स्रष्टाहरू हुनुहुन्छ, एकमुष्ट सम्पूर्ण स्रष्टाज्यूहरू, अन्य अतिथिगणहरू हुनुहुन्छ, यहाँ सञ्चारकर्मी हुनुहुन्छ, यहाँ सहभागी धेरै समुदायमा जनसमुदाय भिडिसक्नु भएको छ, सुरक्षाकर्मीज्यूहरू हुनुहुन्छ, सम्पूर्णमा म हार्दिक अभिवादन नमस्कार गर्न चाहन्छु। मैले साल्पाको बारेमा धेरै पढेकै हो सानैदेखि र यहाँ पुग्नु एउटा सपनाको एउटा नगरी ऊ जस्तो एउटा जिन्दगीमा एकचोटि पुगौँ भन्ने लाग्ने ठाउँ हो। मैले रमेश राई सरलाई मैले कता हुनुहुन्छ उहाँलाई छुटाउने हुन्न सम्बोधनमा। अनि साल्पा सिलिचो असाध्यै मुन्दुम मिथकसँग जोडिएको अत्यन्त हाम्रो चाहिँ पावन धाम, एक दिन पुग्नै पर्ने भन्ने मनमा लागिरहन्थ्यो। अघि वीरेश राई दाइले भन्नुभयो म अर्को कार्यक्रममा थिएँ तर व्याकुल मेला आउनुहुने भन्ने थाहा पाएपछि यता आएको भन्नुभयो। त्यस्तै म पनि अस्ति नै महिना दिन अगाडि साथीहरूले मुक्तिनाथको यस्तै सांस्कृतिक पर्यटन प्रवर्धनकै लागि कवीरको एउटा टोली छ जाने कुरा थियो। त्यो क्रममा फेरि चाहिँ खोटाङमा जैव विविधता संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार थियो। त्यहाँ निम्तो पाएपछि उहाँहरूलाई मैले चाहिँ अलिक पछि गरौँ है भनेर उहाँलाई भने। खोटाङको चाहिँ कार्यक्रम महत्त्वपूर्ण लाग्यो। खोटाङमा आउने क्रममा रमेश सरसँग भेट भयो, जो मुन्दुम ट्रेलको चाहिँ उहाँ परिकल्पनाकार र अहोरात्र लागि पर्नुभएको छ। अत्यन्त मैले सम्मान गर्ने मान्छे। उहाँले भन्नुभएपछि साल्पा सिलिचोमा चाहिँ कार्यक्रम छ, महोत्सव त तपाईँ चाहिँ प्रमुख अतिथि भएर आइदिनु पर्यो भन्नुभएपछि ल हुन्छ। यति महत्त्वपूर्ण कार्यक्रम, त्यसले गर्दा फेरि पनि मुक्तिनाथ नभनौँ मुस्ताङ जाने त्यो कार्यक्रमको आयोजक साथीहरूलाई मैले फेरि
म पहिला चाहिँ उता जान्छु, साल्पा सिलिचु जान्छु, त्यसपछि तय गरौँ भनेर मैले चाहिँ उहाँहरूलाई भने र यो ठाउँले मलाई तान्यो। हजुरको कार्यक्रमले मलाई चाहिँ असाध्यै आउनलाई लालायत बनायो र आज आयो। आज कार्यक्रम भव्य रूपले सम्पन्न भयो। उपस्थितिको दृष्टिकोण भन्दा पनि हामीले जुन किसिमको लक्ष्य उद्देश्य यहाँ चाहिँ हामीले राखेका छौँ त्यो दृष्टिकोणबाट यो ऐतिहासिक कार्यक्रम हो। यस कार्यक्रममा धेरै कुराहरू आइसकेको छ। मैले अघि भने मैले यहाँ सिकाउने भन्दा पनि सिक्ने मुन्धुम ट्रेल अथवा साल्पा सिलिचुलाई पर्यटकीय गन्तव्य बनाउने भन्ने कुरा अब नेपालको सन्दर्भ मात्रै महत्त्वपूर्ण रहेन, अन्तर्राष्ट्रिय जगतमा समेत यो एउटा महत्त्वपूर्ण एउटा पर्यटकीय गन्तव्यस्थल अथवा चाहिँ सांस्कृतिक एउटा पदमार्ग अथवा भन्नुहोस् यो पनि एउटा चाहिँ साइन्टिफिक कुराहरू रहेछ। अहिले मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालयमा कसरी टुरिज्म ट्रेल बनाउने सम्बन्धी त्यहाँ रिसर्च भइरहेको छ। एकजना शोधार्थी त्यसमै लागि पर्नुभएको छ। यो नयाँ नयाँ कन्सेप्ट हो होइन, यो बनाउने र हाम्रो साल्पा सिलिचुको सांस्कृतिक धार्मिक सुन्दरतालाई मौलिकतालाई यो सम्पदालाई यहाँको जैविक विविधतालाई यहाँको समुदायको सामाजिक सांस्कृतिक पक्षलाई मनन गरेर विचार गरेर यहाँ एकदमै राम्रो पर्यटकीय गन्तव्यस्थल बनाउने जुन किसिमको अभियान काम भएको छ यो अत्यन्त स्तुत्य र उदाहरणीय हो। हामीले यसबाट हामीले अन्त पनि सिक्नुपर्नेछ। विशेष गरेर पश्चिमतिर भन्नु कास्की लमजुङ पाल्पा लगायतका जिल्लाहरूमा चाहिँ पर्यटकीय पदमार्ग बनाउने त्यहाँ चाहिँ होमस्टे बनाउने लगायतको कामहरू चाहिँ निकै अगाडि बढिसकेको छ। त्यसो गर्दा के देखियो भनेदेखि त्यो पर्यटकीय पदमार्ग अथवा चाहिँ पर्यटकीय गन्तव्य अथवा पर्यटन विकासको चाहिँ विषयवस्तुलाई चाहिँ त्यहाँको समुदायसँग जोड्नु पर्दो रहेछ, त्यहाँको संस्कृतिसँग जोड्नु पर्दो रहेछ। त्यसले गर्दा सालैजु भन्नुहोस्, त्यहाँको चाहिँ कौरा भन्नुहोस्, त्यहाँका अरू सांस्कृतिक झाँकीहरू प्रस्तुत गर्नको लागि त्यहाँका चाहिँ आमा समूह भन्नुहोस्, त्यहाँको अरू कलाकर्मीहरू चाहिँ आफै अगाडि सरेर आउनुहुन्छ। जस्तो अर्को भन्नुहोस्, अब चितवनमा राष्ट्रिय निकुञ्जमा पर्यटकहरू आउन् भनेर ठुल्ठुलो रिसोर्टहरू बनाइयो, तर उहाँहरू आउनु भएन। पर्यटकहरू नआइसकेपछि असफल भयो। अनि पछि त्यहाँ चाहिँ के चाहिँ कुरा बुझ्यो भनेदेखि के चाहिँ कुरा एउटा प्रयोग गरियो भनेदेखि त्यहाँको थारू समुदायहरूको त्यहाँको झिझिया नाच, त्यहाँको लट्ठी लोरो नाच लगायतका नाचहरू चाहिँ उहाँहरूलाई चाहिँ समुदायलाई चाहिँ अगाडि सारेर प्रस्तुत गराउन थालेपछि बल्ल त्यहाँको पर्यटन प्रवर्धन भयो। अब देशको अथवा राज्यको पर्यटन विकास सम्बन्धी अथवा सबै कुरा क्षेत्रको विकासको लागि संविधानमा भएका ऐनमा भएका कुराहरू लागू गर्ने अथवा समुदायसम्म पुर्याउने जनतासम्म पुर्याउने काम स्थानीय निकायको हो, स्थानीय सरकारको हो, गाउँपालिका नगरपालिकाको हो। ले चाहिँ योजना बनाउँछ, नीति निर्णय गर्छ, तर त्यहाँ समुदाय चाहिँ सहभागी भइदिएन भनेदेखि योजना मात्रै सीमित रहन्छ, त्यो दिगो हुन सक्दैन, त्यो एकदमै प्रभावकारी हुन सक्दैन। यो कुरालाई साल्पा सिलिचु गाउँपालिकाले राम्ररी बुझेर यहाँका स्थानीय समुदायलाई अगाडि सारिरहेको छ हैन। राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चाहिँ यो क्षेत्रको विकासको लागि सहयोगी सहकार्य गर्ने संस्थाहरू सङ्गठनहरू खोजिरहेको छ। अत्यन्त राम्रो काम छ। यो चाहिँ अरू गाउँपालिकाहरू अरू जिल्लाहरूले पनि सिक्नुपर्ने मैले पाएको छु। यो एउटा अभियानमूलक काम हो। यो अभियानमा हामीलाई जोड्नुभयो गाउँपालिका परिवार, यो आयोजक परिवारलाई म धन्यवाद दिन चाहन्छु। कष्ट भए पनि हामीलाई अब कुनै पनि काम गर्नको लागि यो मनोरञ्जनको लागि हामी यो कार्यक्रम गरिरहेको होइन, एउटा विकासको अभियान हो, दीर्घकालीन विकासको अभियान हो। परिकल्पना र त्यसलाई चाहिँ व्यवहारमा कसरी उतार्ने भन्ने कुरामा होइन एउटा सिङ्क्रोनाइजको चाहिँ अवस्था सिर्जना होस्
भन्ने हेतुले यो कार्यक्रम भएको छ। अत्यन्त महत्त्वपूर्ण कार्यक्रम छ। यसमा साहित्यलाई जोडिएको छ। साहित्यले जहिले पनि जुन कुनै पनि कुरा छ त्यसलाई चाहिँ अत्यन्त कलात्मक किसिमले त्यसको गहिराइसम्म पुगेर जनताको हृदयमा बस्ने गरी अभिव्यक्त गर्ने काम भएको हुन्छ। र मैले गरेको भाषण अहिले एकैछिनमा बिर्सिन सकिन्छ, तर स्रष्टाहरूले जुन अघि कवितामा को माध्यमबाट जुन कविताहरू वाचन गर्नुभयो साल्पा सिलिचोको बारेमा त्यो सदा रहन्छ। त्यसले गर्दा यो साल्पा सिलिचोको पर्यटन प्रवर्धन गर्नको लागि, यसको संरक्षण र विकास गर्नको लागि साहित्यले ठुलो गहिरो हाम्रो हृदयमा प्रभाव पारेको हुन्छ। त्यसले एउटा नयाँ दृष्टिकोण दिएको हुन्छ। यो कुरा साहित्यलाई पनि जोड्नु भएको छ। सांस्कृतिक झाँकीहरू, धामी झाँक्रीहरूको झाँकीलाई जोड्नु भएको छ। यो विशेष गरेर साल्पा सिलिचो जुन छ यो चाहिँ एउटा प्राकृतिक अथवा चाहिँ बोनिजम भनौँ अथवा स्यामिनिजम भनौँ, धर्मसँग जोडिएको छ। उहाँहरू यहाँ यो ठाउँलाई धाम हो, यहाँ ईश्वर साक्षात् भेटिन्छ भनेर भन्नुभएकै कारणले हामीले चाहिँ यो ठाउँलाई पवित्र, पावन र ईश्वरको प्रत्यक्ष दर्शन प्राप्त हुने धामको रूपमा लिएका छौँ। उहाँहरूलाई अन्धविश्वासी भन्नुको सट्टा भन्ने गरिन्छ विकसित देशहरूले चाहिँ इतिहास, हाम्रो चाहिँ प्राचीन इतिहास लेखिएको छैन। किनभनेदेखि त्यो बेला लिपिको विकास भएको थिएन। लिपिको विकास नभएको र लिपिबद्ध नगरेको कारणले गर्दा मानव सभ्यताको प्राचीन अथवा पूर्व प्राचीन धेरै तथ्यहरूलाई चाहिँ हामीले प्रकाश पार्न सकिरहेका छैनौँ। त्यसलाई प्रकाश पार्नको लागि त्यो तथ्यलाई उत्खनन गर्ने आधार के हुन सक्छ भनेदेखि धामी झाँक्रीको ज्ञान। त्यसले गर्दा स्यामिनिजमले पनि उहाँहरूले चाहिँ एउटा विज्ञानको रूपमा विकास गर्ने काम गरिराख्नु भएको छ। त्यसले गर्दा यहाँ त्यो पक्षसम्मलाई जोड्नु भएको छ। बहुआयामिक छ। यस्तो बहुआयामिक कार्यक्रमको मलाई प्रमुख अतिथि बनाउनु भयो। धन्यवाद दिन चाहन्छु आयोजक परिवारलाई। यहाँले हाकेको ताकेको सबै पुरा होस् भन्ने म शुभकामना दिन चाहन्छु। आज स्रष्टाहरू लगायत संस्कृति कर्मीहरूलाई सम्मान गरिएको छ। सम्मानित सम्पूर्ण मानवहरूलाई म हार्दिक बधाई शुभकामना दिन चाहन्छु। र यस्तै महत्त्वपूर्ण पावन कार्यक्रममा हाम्रो भेट भइरहोस् भन्ने शुभेच्छा प्रकट गर्दै मेरो भनाइ टुङ्ग्याउने अनुमति चाहन्छु। धन्यवाद। नमस्कार।